बुढी को बुढी? कसको बुढी? कहाँको बुढी? ए त्यसो नभन न बुढी, हामीले हिजो बिहे गरेको होइन? गल्ती भयो मबाट, माफ गरिदेऊ। ल ल माफ गरिदिए। चुप, मलाई अब डिभोर्स चाहियो। सुनेनौ तिमीले? डिभोर्स देऊ मलाई, छिटो देऊ डिभोर्स। तिमीले घर मागे घर दिन्छु, जग्गा मागे जग्गा दिन्छु, यो होटल मागे होटल पनि दिन्छु, तर डिभोर्स मरे पनि दिन्न। तेरो घर जग्गा होटल तैसँग राख। कहाँ गयो मेरो ह्यान्डसम दाइ? ज्वाई साहब दाई नमस्ते। नमस्ते। कस्तो संस्कारी ज्वाई। ज्वाई साहब हजुर फर्काको नि बुझ्दैन यार। हिजो बिहा गरेर पठाएको बहिनी आज डिभोर्स माग्दैछ। के गर्नुभयो तपाईँले? मैले केही गरेको छैन। केही गर्नु भएको छैन र त उहाँले बहिनी? के पाप गरेँ मैले? नरिसाउनु है ज्वाई साहब। दाई तपाईँलाई थाहा छ मैले आफ्नो सबै सम्पत्ति उसको नाममा गरिदिन्छु भनेर बाचा गरेको छु, तर पनि डिभोर्स मागिरहेछ। बहिनी के को बहिनी? त्यो सम्पत्तिको के काम जसको घरमा राम्रो नेटै चल्दैन? चाहिँ हिजो राति बेहुलीको लुगामा कस्तो राम्रोसँग टिकटक बनाउँछु भनेर सोचेको थिएँ। यसको नेट अड्केर 4 वर्षमा ट्राई गर्दाखेरि पनि भएन। अब तपाईँ आफै भन्नु दाइ, जुन घरमा राम्रोसँग नेटै चल्दैन त्यो घरमा म आफ्नो सारा जिन्दगी कसरी बिताउन सक्छु?